यतिखेर चाहिँ हामी टोकियोको नजिक गयो भन्ने ठाउँ चिबामा छौँ होइन। र हामी दुईजना साथीहरूको घर बसाल्ने क्रममा सामानहरू बोक्नका लागि यसरी यो गोई सिटीतिर घुम्दैछौँ। र गोई सिटीतिर घुम्दै जाँदाखेरि आज हामीले घर गृहस्थी बसाउनको लागि सरसामान त किनिसक्यौँ। सँगै हाम्रो गुल्मेली दाजु हाल होटल बसिराख्नु भएको दाजुसँग भेट भएको छ। र दाजु चाहिँ कुक भिजामा आउनु भएको हो। उहाँको बसाइ जापान आवाई कस्तो रह्यो म एकचोटि दाईको मुखबाट सुन्न चाहन्छु। दाजु तपाईँलाई नमस्कार है। हजुर नमस्कार। हजुर कहाँदेखि नेपाल? नेपालमा गुल्मी। गुल्मीदेखि है, गुल्मीदेखि हजुर हुनुहुन्छ। र जापान आउनु भएको कति भयो? 2 वर्ष भयो। 2 वर्ष जापानमा कसरी बित्नु भयो? 2 वर्ष तपाईँको एक्सपिरियन्स यसो थोरै सर्टकटमा भनिदिनु न। खासै भएन, दुःख पीडा सुख पीडा बढी भयो। हजुर हजुर यहाँको रेन्ट तिर्न सक्दैन, हजुर कम्पनीले पैसा दिँदैन, साउहरूले। हजुर हजुर गाह्रो छ जापान। ए भनेपछि कुक भिजा जापानमा एकदमै गाह्रो छ। एकदमै गाह्रो। ओके, त्यसो भए हाल अहिले तपाईँ कुक भिजामै हुनुहुन्छ? कुक भिजामै छु म चाहिँ। हजुर काम छोडेको हालतमा हो। ए काम छोड्नु भएको छैन हजुरले? अब कतै जाने कतै अरू ठाउँ नयाँ सर्ने जाने पैसा दिएन साउहरूले। र ल यस्तो छ हेर्नुहोस् है, जापानमा कुक भिजामा आउनु भएको सम्पूर्ण नेपालीहरूलाई यति गाह्रो छ कि साउहरूले भन्ने टाइममा सेलरी भने जस्तो छैन। साउहरूले सेलरी भन्ने टाइममा दिँदैन र थोरै आफूले खाना लाउन पनि ठिक्क हुने तरिकाले दिन्छ। अनि यो हिसाबले नेपालबाट 15-20 लाख खर्च गरेर आएर ऋण चाहिँ कहिले तिर्ने भन्ने कुरा प्रश्न हुन्छ। गाह्रो छ जापान लाइफ। त्यसैले कुक भिजामा चाहिँ अलिकति सोच विचार गरेर मात्रै आउनु होला। हाम्रो कति पनि त नाउनु ओ ल यतापट्टि हाम्रो अर्को जापानमा नआउनु भन्नुहुन्छ। त्यसैले जापानमा बरु जापान जानु आउनु भन्दा बरु युरोप कन्ट्री जानु मजा आउँछ नि। सिधा कुरो मजा आउँछ। महिनामा तलब पनि आउँछ। हेर्नु तलब नबुझेको 2 महिना भयो उयो घरबाट पैसा मगायो बस्यो, यही छ। ल यस्तो छ जापानको एकदमै गाह्रो छ। त्यसैले कुक भिजामा अलिकति सोच विचार गरेर आउनु होला। उहाँहरू 2 जना नै कुक होला। 2 महिना बस्यो, 2 महिनाको सेलेरी पाएन। एकदमै भौतारेर एकदमै पीडादायी कथाहरू छ कुकहरूको, यहाँ दाजुहरूको। अब बिस्तारै सुखको दिन आओस् भन्ने चाहन्छु हामी चाहिँ होइन। म युट्युबमै हालिदिन्छु सर। यो मेरो युट्युब ब्लगमा आउँछ। ए तपाईँको नाम चाहिँ शुभ नाम चाहिँ भन्नुहोस् त। प्रकाश खत्री चापागौडी। तपाईँ आउनु भएको कति वर्ष भयो? म आएको यहाँ 4 महिना भयो।